टक्क लगाएर हामी चाहिँ भक्तपुर छेउमा छौँ है। यो चाहिँ हाम्रो ग्रुपको यो वान टाइम एग्रिमेन्ट हो है। यो चाहिँ एभ्री राइडमा गर्दैन, यो राम्रोसित पढ्नु है। अब यहाँ ल यो खिचे हुन्छ ल होइन यहाँ है। आजको राइडमा चाहिँ एससिबी विल नट बी रेस्पोन्सिबल फर एनी इन्जुरी, लसेस अर ड्यामेज है। यो जहाँ पनि एग्रिमेन्टमा त्यही नै गर्छ। अनि तपाईँले कुनै पनि इन्जुरीहरू भयो यताउति भयो भने तपाईँहरूले क्लेम गर्न पाउनुहुन्न, एससिबीलाई क्लेम गर्न पाउनुहुन्न है। अनि अर्को भनेको अब राइड जाँदाखेरि हामीसँग झगडा गर्ने, मुखमुखे लाग्ने, अनि यो ग्रुपको लभन्दा बाहिर बसेर चाहिँ कसैले पनि काम गर्न पाइएन है। अनि हाम्रो ग्रुपमा एउटा रुल्स छ, लाइन अफको रुल्स छ। अनि अब एउटा नम्बरिङ दिन्छु मैले अहिले, त्यो नम्बरिङ अनुसार त्योभन्दा बाहिर गएर राइड जान पाइएन। अनि ओभरटेकिङ, रफ राइडिङ, अनि यो इलिगल राइडिङ पनि गर्न पाइएन। अनि त्यसपछि खर्चहरू भनेको जस्तै हाम्रो यहाँ सुन्नु है, पुरानो साथीहरूलाई त थाहा छ, नयाँ साथीहरूलाई भन्छु। मैले अस्ति पनि भनेको थिएँ यो सबैजनालाई यता बोलाउनु न, कसले के भन्यो नि थाहा हुँदैन के। यति नै हो। एउटा गाई त्यो BMW वाला थियो नि दाइ, एउटा एसजिबीकै छैन। ल के अरे सुन्नु न, अब यो मैले सानो ब्रिफिङ गरेँ हो, फोनहरू चाहिँ एकछिन नचलाइदिनु ल। मोटामोटी बुझ्नुभयो, कुनै पनि लस ड्यामेजहरू भयो भने वी आर नट रेस्पोन्सिबल फर द्याट है। हामी त्यसको लागि रेस्पोन्सिबल छैनौँ। अनि यो इलिगल राइडिङहरू पाइएन। अनि अर्को भनेको मापसे लापसे गरेको छैन अहिले भन्नु, त्यो पाइँदैन हाम्रो ग्रुपमा। चुरोट खान पाइयो, मापसे गर्न पाइँदैन। छ भने यहीँबाट तपाईँहरू युटर्न हालेर घर जान सक्नुहुन्छ है। अर्को भनेको सुन्नु, मैले के भनेको थिएँ भने जति पनि नयाँ मेम्बर हुनुहुन्छ, जसले एउटा पनि राइड गर्नु भएको छैन नि, उहाँहरूलाई चाहिँ आजको राइड चाहिँ फ्री हुँदैन भनेर मैले अस्ति नै भनेको है। थाहा होला नि, भोइस म्याच सुन्नुभएको थियो, कसैले ट्रायल सुन्नुभयो होला होइन। जस्तो कि अब स्पोन्सर राइड आयो, जस्तो कि आज एउटा जस्तो स्पोन्सर राइड भयो भने यो यस्तो बेला कस्टहरू चाहिँ ग्रुपले हेर्छ, पेट्रोल बाइक होइन। कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ, जहिले पनि स्पोन्सर राइड आउँदा यस्तो बेला चाहिँ हामीले हाम्रै पकेटबाट 500,000 रुपियाँ उठाएर राइड पनि जानुपर्ने हुन्छ। स्पोन्सर सधैँ आउँदैन, म वर्षमा 2टा 3टा 4टा 5वटासम्म आउनु सक्छ है। अनि यो पढेर अब हाम्रो ग्रुपको पोलिसीहरू यही नै हो। अब त्यो कस्टिङहरूमा सबै खाना खर्चहरू सबै हाम्रै हुन्छ। त्यही भएर मेन भनेको चाहिँ कुनै पनि इन्जुरी सिन्जुरी ड्यामेज भयो भने, एक्सिडेन्टहरू भयो भने, बाइक साइक बिग्रियो भने चाहिँ त्यसको जिम्मेवार चाहिँ हामी हुँदैन है। यति मात्रै हो। अनि अरू कुराहरू भनेको म अहिले तपाईँहरूले चाहिँ नम्बरिङ दिन्छु है। अब स्पोर्ट्स अगाडि हुन्छ, स्पोर्ट्स सकेपछि नेगेट सुरु हुन्छ। मैले छुट्टाएको होइन है, फेरि एउटा भिडियो खिच्दा नि यति राम्रो आओस्। अनि हामी 4जनामा 2टा रोड क्याप्टेन छौँ, 2टा मार्सल छौँ है। हामी म एउटा रोड क्याप्टेन भएँ, अनि दोस्रो यादव छ। मार्सलमा चाहिँ हाम्रो के अरे अरुण र राज 4जना छौँ। अनि ओभरटेक हान्ने अधिकार भनेको जम्मा 4जनालाई मात्रै छ, हामी 4जनालाई होइन। अब उहाँहरू जस्तो कस्तो हुन्छ, कहिले मैले हात दिँदाखेरि जानुहुन्छ भने 2जना मात्र मान्छे जान्छ क्या, 3जना मान्छे जान्छ म बाइक। उहाँहरू ओभरटेक हान्नुभयो भने त्यसको मतलब तपाईँहरूले ओभरटेक हान्न पाउनुहुन्न। अनि मैले अस्ति राइडमा के कमजोरी देखेँ भने हाम्रो ग्रुपको हात चाहिँ हान्नु दिँदैनौँ क्या। कहिले चिप्लो रोड हुन्छ, बाल्ला हुन्छ, त्यस्तो बेला चाहिँ हात दिनुपर्छ है। हात दिनुको मतलब हात दिने बित्तिकै साथीहरूले चाहिँ रोक्नु क्या। यहाँ अगाडिकै डेन्जर छ, चिप्लो छ, बाल्ला छ भने त्यो चाहिँ दिनु पऱ्यो है। आफू कट्यो, अरू जे सुरु गर्नु छैन। अनि इगो राखेर चाहिँ राइड नगर्नु है। कसैसँग यहाँ 150 चढ्ने पनि एउटै हो, 300 चढ्ने पनि एउटै हो है। त्यही भएर कुनै पनि इगो नराख्नु। हामी रेसमा गएको होइन, राइडमा गएको हो, त्यही भएर इन्जोय गर्ने हो। अब मैले बाँकी कुरा भनेको
ग्रुपको कुरा गर्दाखेरि यो चाहिँ हाम्रो मात्र ग्रुप भनेर नसम्झिनु, यो सबैको ग्रुप हो। बिकज तपाईँहरूले एउटा एमाउन्ट पे गरेर आफ्नो ज्यान जोखिममा राखेर हाम्रो लागि आउनु भएको थियो होइन। हाम्रो यो ग्रुप भन्दा नै हाम्रो परिवार हो क्या। मैले कतिलाई भन्यो भने एउटा चौतारीमा गर्मी र पानी परेको बेला त्यो बटुवा चाहिँ चाहिएन क्या हामीलाई, त्यो चौतारीलाई रेखदेख गर्ने मान्छे चाहियो हो होइन। यो घरलाई आफ्नो सम्झिनु, तपाईँको एउटा रेस्पोन्सिबिलिटी पनि आउँछ, राइट पनि छ, अनि तपाईँको ऊ पनि छ अधिकार, दायित्व तिनवटा कुराहरू चाहिँ मैले बिर्सेँ। त्यही भएर यो ग्रुपलाई आफ्नो सम्झिनु, घर सम्झिनु है। अब एकले अर्कालाई सपोर्ट गर्नुपर्ने हुन्छ। नियमहरू बुझ्नुभयो हजुरहरूले ल। बाँकी कुरा प्रविधले भन्छ है एक दुईवटा कुराहरू। ल अब रमाइलो गर्नुपर्छ आज है, म बाँडिदिन्छु ल। सबजना साथीहरूलाई चाहिँ एससिबीमा चाहिँ स्वागत छ है। अब पहिला चाहिँ सबैजनाले कोही सिङ्गल राइड गयो होला, कोही ग्रुप बनाएर गयो होला होइन, कोही घुम्न मात्रै गयो होला, कोही कसैको फर्स्ट राइड होला, कसैको चाहिँ रहर हुँदै पनि जान नपाएर चाहिँ तपाईँहरू बसिरहनु भएको थियो होला होइन। आज चाहिँ त्यो दिन आएको छ कि सबैजनाहरू चाहिँ हामी एउटै धागोमा चाहिँ एउटा माला जस्तै उनेर चाहिँ हामी सबैजना चाहिँ राइड जाँदैछौँ है। अनि यो नसोच्नु होला कि यो साथीहरू भाइहरू यो हाम्रो रिलेसन भनेको चाहिँ ओन्ली राइड जानको लागि, बाइक दौडाउनको लागि मात्रै नसोच्नु होला। किनभने यो चाहिँ ग्रुप चाहिँ हाम्रो एउटा एससिबी ग्रुप भन्दा नि हामी चाहिँ एससिबी फ्यामिली भन्छौँ। कसैलाई केही प्रब्लम पऱ्यो भने कसै न कसैको त्यो प्रब्लम सल्भ गर्ने चाहिँ एउटा न एउटा साथीको हाँगाले भेटेकै हुन्छ क्या। त्यो कारणले गर्दा केही परिआएको खण्डमा भवितव्य जेसुकै भए पनि एउटा साथीलाई पर्दा अर्कोले चाहिँ साथ दिनको लागि चाहिँ हामीले यो ग्रुप खडा गरेका हौँ है। अब हामीले यहाँ के गर्नुपर्छ भने अलमोस्ट गर्ने कुरा हाम्रो निर्मलजङ पाण्डेले भन्नुभयो। अब म तपाईँलाई थपबाट के भन्छु भने हामी लाइनअपमै राइड जान्छौँ। लाइनअपमा राइड जाँदा सबैको सल्लाह एउटै किसिमको छैन होइन। टर्निङमा हल्का सिलो गर्नैपर्छ, जसको स्किन जतिसुकै हो होइन। अनि बाँकी भनेको डिस्टेन्स चाहिँ मेन्टेन गर्नुपर्छ है। किनभने अगाडिबाट बाइक इनकेस लड्यो भने अथवा इमर्जेन्सी ब्रेक हान्यो भने पछाडिको त ड्याङ 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 एकैचोटि एक्सिडेन्ट हुन्छ। उसले इमर्जेन्सी रोकेर अगाडि त जे पनि आउन सक्छ बाटोमा, किनभने यो त मैदान होइन। अनि उसले इमर्जेन्सी हान्दाखेरि चाहिँ उसले कटाएर जाने अथवा उसले पनि ब्रेक लगाउनलाई चाहिँ टाइम होस् है। हाम्रो अगाडि र पछाडि बिचमा साथीहरू हुन्छन् र अगाडिबाट थोडा फुत्त टर्निङ गर्दाखेरि त अगाडिले देखेको चिज पछाडिकोले देखेको हुँदैन। त्यस कारणले गर्दा अगाडिकोले देख्यो तर उताबाट गाडी आइरहेको छ भने कहिलेकाहीँ जोसिएर सँगसँगै पनि जान्छ कि साथीभाइहरू सबैजना, हामी पनि त्यस्तो। त्यस कारणले गर्दा हात दिने बानी बसालौँ है, आफू पनि बचाउँ, अरूलाई पनि बचाउँ र आजको राइड चाहिँ एकदम राम्रो होस्, सबैजनाले राम्रोसँग चलाउनु होला। थ्याङ्क यू सो मच भन्नुभयो है। अब के गर्छु भने अब हाम्रो एसएसबीमा चाहिँ कस्तो के छ भने आफूभन्दा सिनियर एजलाई चाहिँ हामीले सबैको रेस्पेक्टै गर्छौँ है। आई थिङ्क तपाईँहरूले पनि केही नै मान्नुहुन्छ होला भन्ने मलाई आशा छ। र आज चाहिँ हामी चाहिँ हाम्रो ग्रुपको चाहिँ लोगो स्टिकर चाहिँ हाम्रो चाहिँ सम्माननीय नेता विजय देवताको हातबाट चाहिँ हामी वितरण गर्न चाहन्छौँ। ल हाम्रो ग्रुपको एनजेपीको चाहिँ स्टिकर चाहिँ अब होइन, अब यहाँ बाँड्दैछौँ। ल यो चाहिँ मैले हाम्रो एससिबीको लोगो चाहिँ हाम्रो दाइको हातबाट दाइले बाँडिदिनु हुन अनुरोध गर्दछु है। पहिलोपटक म यो ग्रुपमा जोइन हुँदै पनि उहाँहरूले खुसी सम्मानका साथ सबै मेम्बरहरूलाई नै यो स्टिकर बाँड्नको लागि जुन मौका दिनुभएको ग्रुपलाई विशेष धन्यवाद दिन चाहन्छु। र साथै कहिलेकाहीँ के पनि हुँदो रहेछ, ज्येष्ठ नागरिक हुनु पनि फाइदै हुँदो रहेछ, अलिकति कन्फर्टेबल हुँदै है। खुसी लाग्यो। अब यो कसैले बाँड्नु सिङ्गल बाँड्दा सबैजना एक एकजना गरी गाउँको साथीहरू सुन्नु है, स्टिकरको मिसयुज नगर्नु है, मिसयुज नगर्नु यो। अनि सुन्नु, यसको नि नियम छ, टास्ने नियम। पछाडि टाल्न पाइँदैन, ट्याङ्कीमा टाल्न पाइँदैन, त्यो फुट अगाडिको टायरको कभर टाल्न पाइँदैन। यसको सही ठाउँ भनेको हेडलाइट मात्रै हो, टक्क मिलाएर देखिँदामा हुनु पऱ्यो क्या। विन्डसिल्डमा हुनु पऱ्यो। चट्ट बाटोमा हिँड्दाखेरि नि यस्तो दिन पाइयोस् क्या हाम्रो साथीहरूलाई बाटो। एकैजना आउँ त अगाडि। ल साथीहरू तपाईँबाटै सुरु गर्नुहोस्। ल जाउँ फटाफट साथीहरू।
सबैलाई के हो In case of anything, अरू साथीहरू कुनै पनि चिज अब जाने त्यो एउटा